आज फेरि चलाउने पास्तामा प्रस्तुत भएँ। मनको इच्छा र समय अनुसार अलि चल्न सकिएन, किनभने समस्या पैसाकै हुन्छ। त्यही भएर चाहिँ कहिलेकाहीँ चाहिँ यसरी बनाएर खाने गरेको छु। अस्ति एकचोटि बनाएर खाएको त झनै खान मन लाग्यो। त्यही भएर आज चाहिँ साग सबै हालेर चाहिँ बनाएर मस्त रेडी भएको छ। यति भएपछि आफ्नो इच्छा र समय अनुसार चल्न नसके नि कहिलेकाहीँ चाहिँ यसरी बनाएर खाने गरेको छु। चाउमिन चाहिँ चाउमिन नै भएछ बवाल। कलर चाहिँ त्यति धेरै मन पर्दैन नि त मलाई। त्यही भएर चाहिँ त्यति रेड बनाउनु मन लाग्दैन। यो चाउमिन चाहिँ जस्तो कलर छ यसको ओरिजिनल त्यस्तै बनाएर खानु मन लाग्छ मलाई भने। त्यही भएर यो भेज चाउमिन भन्ने हो कि अब हल्का चिकन पनि छ, तर मैले चिकन चाहिँ एकदमै कम हालेको थिएँ, धेरै पनि थिएन। त्यही भएर चाहिँ मैले खोइ नभेटे जस्तो लाग्यो। सो यस्तो भएको छ। अब चाहिँ खाइन्छ। दिनदिनै कति भात खानु भनेर आज फेरि जाँगर चलाएर हल्का बनाएको छु। के गर्ने, सधैँभरि आफ्नो इच्छा र समय अनुसार चल्न नसके नि कहिलेकाहीँ यसरी बनाएर खाने गरेको छु।